tried so hard and got so far. गरिदिनु होला है त माया गरिदिनु होला र आजको भिडियोमा म जाँदै छु अर्घाखाँचीको प्रख्यात मन्दिर सुपा देउराली माईकी जय होस्। सुपा देउराली मन्दिर जाँदै छु, भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला, माया गरिदिनु होला है त हजुर। सुवेदी भाइलाई माया चाहियो हजुर, माया। आज म जाँदैछु अर्घाखाँची सुपा देउराली मन्दिर दर्शन गर्नको लागि। जय सुपा देउराली माई। सबै भिडियो हेर्ने सबै दर्शक महानुभावहरूको रक्षा गर्नु होला। जय सुपा देउराली माई। भिडियो अन्त्यसम्म हेर्नु होला। र साथीहरू अहिले हामी बुटोलबाट पश्चिम धामनगर काटिसकेका छौँ। यात्रा निकै रमाइलो रहनेछ, पुरा भिडियो हेर्नलाई त गाइजहरू। र साथीहरू अहिले हामी सालझण्डी आइसकेका छौँ। सालझण्डी, तपाईँ यदि बुटोलबाट पश्चिम यात्रा गर्दै हुनुहुन्छ भने यो नाउँ त पक्कै सुन्नुभएको छ होला। यो सहरको नाम हो सालझण्डी। सालझण्डी निकै नाम चलेको ठाउँ हो है त हजुर। पुरा भिडियो हेर्नु होला, भिडियो के कस्तो छ, कहाँबाट हुनुहुन्छ, कमेन्ट गर्नुहोस् है त। कमेन्ट चाहिँ तपाईँहरूले गर्नुहोस् है, गर्न नबिर्सनु होला। म चाहिँ आफ्नो बेस्ट दिन्छु, आफ्नो ट्राई गर्छु है त हजुर। सुरु हो, भिडियो खासै क्वालिटी राम्रो छैन है, त्यही भएर राम्रो मोबाइल भयो भने भिडियो पनि राम्रो आउनेछ। त्यही भएर तपाईँहरू सबैले माया गर्नु पऱ्यो हजुर, साथ दिनु पऱ्यो। ल हेर्नुहोस्, नारायणगढबाट पनि गाडी आइसक्यो है। नारायणगढ, बुटोल, कृष्णनगर, गुरुसिंहे। यता गयो भने बुटोल, यता गयो भने दाङ पश्चिम जाने है त। ल सारा ल फाइनली गाइज सुपा देउराली आइयो। सुपा देउराली माई की जय। जय सुपा देउराली माई। फाइनली गाइज म आइसकेको छु। हाम्रो डेस्टिनेसन सुपा देउराली माई की जय होस्। अर्घाखाँचीको प्रख्यात मन्दिर सुपा देउराली। यत्रो डाँडो छ होइन, डाँडाको ठ्याक्क तल डाँडाको छेउतिर मन्दिर रहनु भएको छ। कालिका मन्दिर भिड रहेको छ। दर्शक दर्शक भक्तहरू उहाँ हेर्नुहोस् कति हुनुहुन्छ कति। र यससँगै यता यो सन्धि खर्क जाने बाटो। अब यहाँबाट लगभग 20 किलोमिटर जति छ सन्धि खर्क है, अर्घाखाँचीको सदरमुकाम। र यो नेपालकै प्रख्यात मन्दिरमध्ये एक मन्दिर पर्छ जसको नाम हो सुपा देउराली मन्दिर। फाइनल्ली गाइज सुपा देउराली मन्दिर निकै रमणीय ठाउँमा अवस्थित रहेको छ। हेर्नुहोस् डाँडा काँडा आमामा। र त्यहाँ हेर्नु झोलुङ्गे पुल, बागलुङको झोलुङ्गे पुल जस्तो छ है। बागलुङको झोलुङ्गे पुल जस्तो देखिएको छ है साथीहरू। झोलुङ्गे पुल हेर्नुहोस् त, कतै बागलुङको झोलुङ्गे पुललाई टक्कर दिने त होइन मेरा बाबैनी। र यहाँ झन्डा फरफराइरहेको छ, देख्न सक्नुहुन्छ। सारा गाडीहरू आइरहेको छन्, यहाँ तल भ्यू पोइन्ट रहेको छ। र मान्छेहरूको निकै चाप बढिरहेको छ है हजुर सुपा देउराली मन्दिरमा। सुपा देउराली माईले सबैको रक्षा गरून्। मेरा भिडियो हेर्ने साथीभाइ, दाजुभाइ, दिदीबहिनीहरू सबैको रक्षा गर्नु होला। भिडियोमा सबैले कहाँ पुगेछ यो भिडियो कमेन्ट गरिदिनु होला है त हजुर। मेरो भिडियो कहाँसम्म पुगेको छ। आज धेरै पछि नयाँ भिडियो लिएर आएको छु है त गाइज। निकै रमणीय भिडियो। र माथि झोलुङ्गे पुल देख्न सक्नुहुन्छ है साथीहरू।
भक्तजनहरू टाढा टाढाबाट आउनुभएको छ। पोखरा, चितवन, धरान, गुल्मी, स्याङ्जा। स्याङ्जाबाट त म भइहालेँ हजुर होइन, स्याङ्जाको प्रतिनिधित्व गरेर आज म आइहालेँ। ओहो स्याङ्जा हो तपाईँको घर, मेरा बाबैनी स्याङ्जा कहाँ हो नि आँधी खोला भनेको। ओ माई गड भन्दै थिए साथीहरू। भनेपछि स्याङ्जा भनेको नाम ब्रान्ड हो, ब्रान्ड भन्ने कुरो अर्घाखाँचीमा नि स्याङ्जाको क्रेज बढी देखेँ मैले है। घर गाउँ हो भनेर सोध्नुभएको थियो, मेरो स्याङ्जा भनेको पर्फेक्ट भन्दै थिए। भनेपछि हाम्रो स्याङ्जाको क्रेज पनि छ है साथीहरू। हाम्रो स्याङ्जामा नि हुनुहुन्छ प्रख्यात मन्दिर, आलमदेवी मन्दिर, सतौचण्डी माई, धेरै धेरै राम्रा राम्रा प्रख्यात मन्दिरहरू हुनुहुन्छ होइन। छ्याङछ्याङडी, गरौँसुर, राम्रा राम्रा मन्दिरहरू हुनुहुन्छ। पञ्चासे धाम र अर्घाखाँचीको प्रख्यात मन्दिर सुब्बा देउराली हेर्नुहोस् है गाइजहरू। केटो कहाँ गयो, मन्दिर मात्रै देखाइछ भन्नु होला। म यता टक्क शीतलमा बसेको छु, आनन्द फिल भएको छ, स्वर्ग आए जस्तो। के छ र मरिलानु जिन्दगीमा होइन। त्यही भएर सकिन्जेल रमाउने, हाँस्ने, कमाउने, धर्मकर्म गर्ने, कसैको नराम्रो नसोच्ने, नराम्रो नचिताउने होइन। त्यही त हो नि जिन्दगीमा गर्ने। के छ र अब घुम्ने, मेसो मिलाएर घुम्न निस्किने, प्रकृतिसँगमा डुब्ने, माया प्रेमको चक्करमा, केटीको चक्करमा पर्न भन्दा प्रकृतिको चक्करमा परेपछि जिन्दगी रमणीय हरियाली हुन्छ। त्यही भएर आनन्दित हुन्छ। त्यही भएर समय मिल्दा घुम्दै गर्नुहोस्, घुम्न निस्किनुहोस् है त हजुर। मेरो सल्लाह छ तपाईँहरूलाई, घुम्नुपर्छ। स्ट्रेस हुन्छ होइन, तनाव पिर त कसलाई छैन, जसलाई पनि पिर छ। तर मन बिसाउने भारी भनेकै मन्दिर, डाँडाकाँडा, पाखा पोखरा हुन् हजुर। त्यही भएर आज म सुब्बा देउराली आएको छु है। सबैले माया गरिदिनु होला। सुवेदी भाइ युट्युब च्यानल सब्सक्राइब चाहिँ गरिदिनु पर्यो है। युट्युब च्यानल अलि पहिलाको बिग्रिएर यो दोस्रो च्यानल हो, दोस्रो च्यानललाई माया कम भयो छ। सबैले सब्सक्राइब गरिदिनुहोस् न। अनि कहाँ कहाँबाट भिडियो हेर्दै हुनुहुन्छ ट्याक्क म यहाँबाट भनेर हाजिर गर्नुहोस् न, बल्ल पो मलाई खुसी आउँछ हजुर। पुरा भिडियो हेरिदिनु है त हजुर। ल अब यो गाइज अब आइयो, देखियो, खुसी लाग्यो होइन। यहाँ यो ठाउँमा आउनु पर्दा निकै राम्रो अनुभूति भयो, पिसफुल भएको छ, आनन्द भएको छ मन है साथीहरू। ल फेरि पनि म देखाउँछु तपाईँलाई। ऊ बागलुङको जस्तो झोलुङ्गो पुल छ है साथीहरू, बागलुङको जस्तो झोलुङ्गो पुल। ल भिडियो पनि लामै भयो होला है, अहिलेलाई छोटो मिठो भिडियो यही भयो। र अन्त्यमा भन्न चाहन्छु सुब्बा देउराली माई की जय होस्।